दर्शकबिन नमस्कार। म एसपी श्रेष्ठको तर्फबाट यहाँहरूलाई र हेर्न सक्नुहुन्छ, यदि साँच्चीकै हामीले परिश्रम गऱ्यौँ भने नहुने त्यो वास्तवमा नेपालमा केही पनि छैन रहेछ। दर्शकबिन हेर्नुहोस् त, यो धान लर लर सुनको बाला झुल्या जस्तै झुलेका छन्। हेर्नुहोस् त, कति राम्रो, कस्तो उर्वर जमिन। साँच्ची हामी सबैले कृषि क्रान्ति गऱ्यौँ र कृषिमै आत्मनिर्भर बन्यौँ भने दुःख त हामीले पाउनै पर्दैन। अर्काको देशमा गएर गुलामी गर्नै पर्दैन। 50-55 डिग्री तापक्रममा हामी जोतिनु पर्दैन। दर्शकबिन हेर्नुहोस् त, प्राकृतिकले दिएको हाम्रो नेपालमा सबै थोक छन्, तर यहाँ अलिकता जाँगरिलो मेहनती एउटा मेन पावरको मात्रै कमी कमजोरी छ हामीमा। हेर्नुहोस् त, यो पानी पनि बगेको एकदमै 12 मासे लाग्ने यो कुलो। हेर्नुहोस्, हामीले यस्तो उर्वराउँदो जग्गा जमिन छोडेर विदेशिएका छौँ। हेर्नुहोस् त, गाउँघरमा गएर हेऱ्यो भने पुरै गाउँ खाली छ। दर्शकबिन रुन मन लाग्छ, म त भक्कानी हाल्छु। गयो युवा जनशक्ति केही पनि छैनन् गाउँघरमा। छन् त सिर्फ बुढाबुढी वृद्ध बा आमा मात्रै, जुन बिरामी पर्दा पनि तातो पानी तताएर दिने मान्छे पनि छैन। अझै हस्पिटल लान पर्यो भने त कोही मान्छे भेटिँदैनन् र मान्छे मर्दा पनि तपाईँको मलामी जाने युवाहरू कोही पनि भेटिएनन्। हेर्नुहोस्, यस्तो विकराल अवस्था छ हाम्रो देशको। म त यही भन्छु हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई, यहाँहरू जहाँ जहाँ जानुभएको छ, जुन जुन कन्ट्री, चाहे युरोप कन्ट्री हो चाहे गल्फ कन्ट्री किन नहोस्, यदि जानुभएको छ भने कृपया प्लिज आफ्नो एउटा भूगोललाई सम्झिनु, आफ्नो नेपाललाई सम्झिनु, आफ्नो बाल्यकाललाई सम्झिनु, आफू जन्मस्थललाई सम्झिनु, आफू हुर्किएको, आफू जन्मेको, आफू यही माटोसँग धुलो मुलो लडी बडी खेलेको एकचोटि कल्पना परिकल्पना गर्नुहोस् त, एकचोटि सम्झिनुहोस् त त्यो विगतका दिनलाई। के हाम्रा पुर्खा, हाम्रा जिजु बाजेहरूले यही जग्गामा कि आफ्नो आत्मनिर्भर बनाउँदै आए। हामीलाई पनि यही माटोमा जन्माए, हुर्काए, यही माटोमा लडीबुडी खेल्न सिकाएर हामीले पनि केही वर्ष यही जग्गा जमिनमा पनि हामीले आफ्ना हात पाखुरा बजारेकै थियौँ। तर अहिले हेर्नुहोस् त, यो त मैले खेती योग्य यो एकदम कृषि गरिराखेकै जग्गा देखाएको छु भने अन्य अरू जग्गा हेर्नुहोस् त, पुरै बाँझोमा परिणत भइसकेका छन्, एकदम बन्जर भइसकेको छ, जर्जर भइसकेका जमिन छन्, जहाँ हाम्रा जिजु बाजे पुर्खाहरूले सुन फलाउने गर्थे। यति दुःख मेहनत गरेर पनि तपाईँको आफ्नो श्री सम्पत्ति हाम्रै लागि भनेर, आफ्नै सन्ततिको लागि भनेर जोडजाम गरेको थिए। एक छाक खाना खाएर पेटमा पटुके बाँधेर कसेर बाँधेर हाम्रै लागि भनेर सञ्चित गरिदिएका सम्पत्ति अहिले पुरै जङ्गलमा परिणत भइसकेका छन्। हेर्नुहोस्, त्यसैले म त समस्त हाम्रा दाजुभाइ दिदीबहिनी आमा सबै जो विदेशिनु भएको छ, उहाँलाई त मेरो विनम्रतापूर्वकमा अनुरोध गर्न चाहन्छु, कृपया हजुरहरू फर्किनुहोस्। हामी हो केही छेड बाहिर बस्यो ठिक छ होइन, कमाउने हो कमाउनलाई गएको कमाउने हो, अध्ययन गर्नलाई गएको अध्ययन गर्ने हो र फेरि स्वदेश फर्किने हो कि वहीँ गएर अड्डा जमाएर चाहिँ नबसिदिनु हुन म अनुरोध गर्दछु। र विश्वमै हाम्रो नेपाल देश भनेको एउटा नमुना देश हो। प्राकृतिकले दिएका स्रोत साधन सम्पूर्ण यहाँ एकदमै छ, तर हाम्रो देशको लिडरसिपमा मात्रै कमी कमजोरी छन्। यदि लिडरसिपले राम्रो लिडिङ गरिदियो भने त सायद कोही पनि बाहिरिनु हुन्थेन होला, जहाँसम्म मलाई लाग्छ। त्यसैले म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू जुन विदेशिनु भएको छ, कृपया आउनु होला, फर्किनु होला आफ्नै स्वदेश, आफ्नै जन्मथलोमा। जग्गा मैले यस्तो राम्रो राम्रो जग्गाहरू लिएर आएको छु, आउनुहोस्। यो जग्गा एकदम कृषियोग्य जग्गा छ। जुनसुकै व्यवसाय गर्नको लागि पनि अहिले त कृषि औजारहरू पनि धेरै प्रविधिहरू भित्रिसकेका छन्। पहिला जस्तो दुःखहरू मेहनत गर्नु पर्दैन भने जग्गा यो मैले मकवानपुर जिल्लाको तपाईँको मनहरी गाउँपालिका वडा नम्बर 3 को यो जग्गा लिएर आएको छु। र यो जग्गाको क्षेत्रफल चाहिँ तपाईँको 40 कट्ठा जग्गा आएको छ, 40-50 कट्ठा भने यसको मूल्य भनेको चाहिँ
प्रति कट्ठाको 6 लाख भन्नुभएको छ भने जग्गा यही हो र मैले बायोमा नम्बर राखिदिएको हुन्छु। कृपया हजुरहरूले मलाई सम्पर्क गरेर यो जग्गा भिजिटको लागि जान सक्नुहुन्छ र यो जग्गामा जुनसुकै व्यवसाय गर्दा पनि एकदमै उत्तम जग्गा छ। जग्गा यही हो। हजुर सबैलाई नमस्कार है।